व्यवस्था 25 अध्याय। विभिन्न विधानहरू। जब मानिसहरूका बीचमा झगडा हुन्छ, तिनीहरूले त्यो अड्डामा नलैजानु र न्यायकर्ताहरूले फैसला गरून्। निर्दोषलाई छोडिदेऊन् र अपराधीलाई दोषी ठहर्याउन्। दोषी मानिसले पिटाइ पाउनुपर्छ भने न्यायकर्ताले त्यसलाई लम्पसार हुन लगाएर अपराध अनुसार कोर्रा दिन लगाउन्। तर 40 कोर्रा भन्दा बढी हान्न नलगाउन्। त्यसभन्दा बढी कोर्रा खाए तिमीहरूका दृष्टिमा तिमीहरूको भाइको अपमान हुनेछ। दाइँ गर्दा गोरुलाई महला नलगाओ। सँगै बसेका दाजुभाइ मध्येको कोही छोरा नभई मर्यो भने त्यसकी पत्नीले बाहिरको कुलमा विवाह नगरोस्। मर्नेकै दाजु वा भाइले त्यसलाई आफ्नी पत्नी तुल्याओस् र मृत पतिको दाजु वा भाइले गर्ने कर्तव्य पूरा गरोस्। त्यसले जन्माएको जेठो छोरालाई मरेको दाजु कि भाइको नाउँ राखिदियोस् र त्यसको नाउँ इस्राएलमा नमेटियोस्। तर देवरले आफ्नी भाउजूलाई राख्न मन गरेन भने भाउजूले सहरको मूल ढोकामा धर्मगुरुहरू कहाँ गएर यसो भन्योस्, मेरो देवरले आफ्नो दाजुको नाउँ इस्राएलमा कायम राख्न मान्दैन, त्यसले मसित देवरले गर्नुपर्ने कर्तव्य पालन गर्दैन। तब त्यसको सहरका धर्मगुरुहरूले त्यसलाई बोलाएर सम्झाउन्। अनि म यसलाई विवाह गर्दिन्न भनेर त्यो आफ्नो कुरामा अडिएर बस्यो भने भाउजूले धर्मगुरुहरूकै सामु त्यस कहाँ गएर त्यसैको खुट्टाबाट एउटा जुत्ता फुकाएर त्यसको मुखमा थुकिदियोस् र यसो भनोस्, जसले आफ्नो दाजुभाइको परिवार वृद्धि गर्न मान्दैन त्यसलाई यसै गरिनेछ। अनि इस्राएलमा यस पुरुषको घरानालाई जुत्ता फुकालिएको घराना भनिनेछ। आपसमा लड्ने दुई पुरुषमध्ये एकजनाकी पत्नी आएर आफ्नो पतिलाई बचाउन विरोधीको गुप्त अङ्ग अठ्याए भने तिमीहरूले त्यसको हात काटिदिनु। त्यसलाई टिठ्याउँदै नटिठ्याउनु। तिमीहरूको थैलोमा एउटै तौलको लागि कम र ज्यादा ओजन भएका ढकहरू नराख्नु। तिमीहरूको घरमा पनि एउटै नापको लागि दुई किसिमका मानापाथी नराख्नु। तर तिमीहरूसँग ठिक तौल र परिमाणका ढक र मानापाथी हुनुपर्छ, ताकि परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा तिमीहरूको आयु लामो होस्। किनकि यस्ता काम गर्ने र बेइमानी गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ। मिस्रबाट आउँदा अमालेकीहरूले बाटोमा तिमीहरूसित गरेको व्यवहार नभुल। तिमीहरू बाटोमा थाकेर हैरान भएको बेलामा उनीहरूले तिमीहरूलाई भेटेर थाकेर पछि परेका सबैलाई मारे। उनीहरूले परमेश्वरको डर मानेनन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा शत्रुहरूको आक्रमणदेखि विश्राम पाएपछि पृथ्वीबाट अमालेकीहरूको नाउँ निशानै मेटिदिनु। तिमीहरूले यो कुरा कहिल्यै नभुल्नु।